Everyone, welcome back to my channel and another video. अहिले चाहिँ म पारी मम्मीको घरमा जाँदैछु। हाम्रो घरतिर चाहिँ एकदमै धेरै गर्मी छ साथीभाइहरु। तपाईहरुकोतिर कतिको गर्मी छ मेरो हालत देख्न सक्नुहुन्छ। उता हो मेरो घर, त्यहाँबाट कति मिनेट लाग्छ त्यस्तो बिति धेरै टाइम लाग्दैन। अनि 2 मिनेट जति भयो होला म हिँडेको यहाँ हेर्नु। मेरो हालत यस्तो भइसक्यो। अनि म किन जाँदैछु भनेर त तपाईहरुले मेरो बाहिर टाइटल हेरेर थाहा पाउन सक्नुहुन्छ भिडियोमा। अनि त्यही भएर म अहिले नै भन्दिन, तपाईहरुले त्यही टाइटल हेरेर थाहा पाउन सक्नुहुन्छ। त्यसैले म आइपुग्नै लाए। म एक्लै आउँदै हैन, जाँदैछु साथीहरु। म एक्लै हिँड्दैछु। घाम पनि डुब्न लागिसक्यो, कति 5:30 भइसक्यो। तै पनि गर्मी चाहिँ एकदम धेरै छ हाम्रोतिर। तपाईहरुतिर कतिको गर्मी छ कमेन्ट गर्नु होला सबैजनाले। हाम्रो घरतिर 1 हप्ता जति भयो होला पानी नपरेको, हौडै भइरहेछ। घाम देखाउन लाग्यो, देखिन्छ साथीहरु। है गर्मी मरिन्छ यसरी त। यति कति गर्मी छ भनेर म तपाईहरुलाई भन्नै सक्दिन। मेरो हालत हेरेर बुझ्नु अब। हेलो 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 नै भनेन त तिमीले त मलाई। हेलो हजुर, पिथी होला के गर्नु भएको भन्दिन त। नहीं छोरका नहीं छोरो भन्ने लाग्यो। मम्मी यता हेर्नु। मम्मी हेलो भन्दिन। हेलो, म जुठा भाँडा मार्दैछ। हामी किन यो कुखुरा काट्दैछौँ भन्देऊ त। खाना के खाना? मासु भात। कस्तो बोल्छ श्याम त। सिधै कालो छोखरा खाने सान दे बिरयानी खानालाई। चाहिँ लोकल कुखुरा हो। 3टा, एउटा 2टा 3टा साथीहरु। हामी चाहिँ यसको बिरयानी बनाएर खाने हो। यता चाहिँ घाम डुबिसक्यो देखा हैन। तै पनि कति धेरै गर्मी हाम्रो घरतिर। पसिनै पसिना। हामी चाहिँ लसुन के लाएर चामल धोएर सबै गरेर भ्यायौँ साथीहरु। यता कुखुरा भुटिएर पनि भ्याइसक्यो। भयो कतिको गर्मी छ देखाउ पसिनाले। मुख धोएर बसेस पसिनाले यहाँ लागि चल्छ। यति नै हो। अब एकछिनपछि भेटौँला। भन्दा त कम आउँदो रहेछ तिमीलाई पसिना। यता हेर त, मेरो यहाँनिर धेरै पसिना आउँछ क्या। माइ गॉड, यो अघि मैले किनेको। दाइ हेलो। प्याज के यसरी काट्नु पर्छ के? यो प्याज चाहिँ यसरी हैन के? म सिकाउँछु। यो छ नि, यो यसरी चाक फाल्नु। चाक फालेर हजुर। कुन चाहिँ गाली हो? यो चाक भन्ने यसको भन्छ फेद। हेलो, फेद काटेर काट्नु पर्ने हुन्छ यसलाई। यो बोरामै के योमा ओइ कुखुरा हेरे त्यही त। डुङ्ग्रा के यहाँ काटेर रेडी गरेर राखेको। यो चाहिँ तेजपत्ता, यता प्याज, टमाटर। म यहाँ बस्दैछु। गर्मी यहाँ खप्प। त्यही माथि मच्छरले टोकेछ। गर्मी सँगसँगै मच्छर। मसलाको झोल निस्किएछ साथीहरु। यो सुक्खा भएन। ठिक छ त, मजाले झन्। हामी यसको बिरयानी बनाएर खाने हो। चिकन बिरयानी लोकल कुखुराको। हामी 2 घर भएर साथीहरु, 2 घर भएर।
हामी कतिजना छौँ 1 2 3 4 5 6 7 8 9 9 जना रहेछ नियोमा लिएर 10 जना रहेछ चाहिँ नि आगोमा पकाएर खानेहरू साथीहरू यहाँ डेप्ची बसालिसकेको छ अब पानी उमाल्न बाँकी छ यहाँ तेजपत्ता अब यसमा चामल उमाल्नु पर्यो मैले चाहिँ यो चामल अघि नै पानीमा भिजाएको थिएँ सट्टै माथि उठेर आएछ पानी सोसेर होइन अब हाम्रो पानी उठ्यो अब हामी यसमा चामल हाल्छौँ नपोल्ने गरी हाल है बाक्लो तिमी फेरि ढङ्ग चाहिँ साह्रै होइन दियो होला यो गल्छ नि त सुतिदाई हालियो के अरे त्यसमा हाल्नु मैले हालिदिन्थेँ अब उसैले गर्छु भने के भन्नु पानी धेरै भयो तिमी पानी धेरै हाल्छ हाम्रो चाहिँ नि फर्स्ट टाइम यसरी बिरयानी बनाएको साथीहरू हामीलाई चाहिँ कसैलाई पनि आउँदैन मैले चाहिँ नि मेरो दिदीले बनाएको म माइत जाँदाखेरि हेरेको थिएँ त्यहीको अलिअलि हेरेर गर्दैछौँ हामी साथीहरू कस्तो बन्छ थाहा पनि छैन हामीलाई चाहिँ यो चामल पाकेपछि चाहिँ पुग्यो त्यही हो ताटले उ गर न सोर बाटामा बकले चाना भयो ल अब छेउको तिमी चामल पोखा हेर त उम्लिने त्यो आगो अलिकति त्यहाँबाट देखिन्छ उम्लेको चलाएरै बस्नु फर्केर आउँछ कि अनि कम्ता गर्मी थियो म त सक्दैन हो त्यसरी गर्मीमा खान त हजुर के ल ए सिधा सिधा त बनाउँदैन मैले बनाएन नि त अघि नै मलाई भन्दा ज्यादा उसलाई धेरै गर्मी हुन्छ साथी राति सुत्दा 2टा पंखा लाउँछ भयो यस्तो कुरा नगर यो हाम्रो प्राइभेट कुरा हो नि अरे हेर न तिम्रो छुट्टी कस्तो बितिरहेछ भनिदेऊ त पसिना पुसेर गएर यता फर्केर भन न पसिना यस्तो चुहेछ पसिना पुस्दा पुस्दा छुट्टी खतम भएछ त्यही हो केही ला छैन रमाइलो समयले केही ला छैन खडेरीमा के रमाइलो त्यसले किन घर आएको त खडेरीमा बुढी भेट्न आएको नि अनि किन भेट्न आएको रमाइलो नलाग्नु भएपछि खुसी नै नहुनु भएपछि बुढीलाई हेरौँ भन्न आएको गर्मीले मर्यो हाम्रो घरतिर चाहिँ हिजोदेखि लाइन पनि ज्याप 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 भइरहेछ आउने जाने दिमाग खराब भएछ हिजो रातिदेखि निन्द्रा पुगेको छैन हामीलाई लाइन जानी आउने भएर रातभरि त्यस्तो भएर कम्ता दुःख पाएन 10 बजे कि 11 बजीसम्म बाहिर बस्यो अनि त्यसपछि लाइन पनि त्यस्तै भयो निन्द्रा पुगेको छैन रातिहरू सुत्नुपर्ने खासमा लाइन आएर पंखा लाएर शीतल भएर दिउँसो त सुत्ने कुरै भएन जमिन पनि तातेछ पंखाको हावा पनि तातेछ आगो लागि भएछ आगो लागि तल माथि सबैतिरबाट शरीरबाट पंखाबाट बर्बाद हो गयो मेरो जिन्दगी गर्मीले अब एकछिनपछि भेटौँला साथीभाइहरू औडै गर्मी भयो लाइन गयो गाइजहरु लाइन गयो आयो भन्दै हो गयो आयो हामीसँग त पंखा छ हामी त पंखा ओढेर बस्छौं यहाँ पंखा गएर लाइन गएर यहाँ देहरादुनको बसाइ ठीक कि नेपालको बसाइ ठीक कताको बसाइ ठीक देहरादुनको नि है यस्तो गर्मी त थिएन देहरादुनको नि काम गर्न नपर्ने हिलोमा हिँड्न पनि नपर्ने माथिको माथि बस्न पर्ने हग्न मुन्न झर्न परेन जानु पो फर्केर
बाबाले रिस उठायो भने त जान्छ होइन यो उतारेर उयो लबरको बाल्टीमा हाल्नु पनि मात्र भएन पानी खै डिकुला कुला निचाउनु पर्यो नि त यो पानी त्यहीबाट ढाक्नलाई भने ओके अब छान्नेमा छान्ने धेरै भयो भात त सक्नुहुन्छ यतातिर नि दिने गरे ओके ले गयो नि भात लाइन आयो लाइन पनि आउँछ गछ दिमाग खराब हिजोदेखि यस्तै भइरहेको छ हाम्रो घरतिर न पानी पर्छ न लाइन आउँछ सुत्नै नपाएर मलाई भने हुन्थ्यो नि त त्यहाँ थियो म त ठुलो ल्याउँछ होला भनेर सेक्छ समाइदिउँ किन नछेक्नु त्यसो भए तिमी मलाई नहेर त माथिबाट जिरा पड्काएर फर्र उठेपछि जिरा राइस हामी यहाँ प्याज पुर्याउँदैछौँ यता दिदी चाहिँ नि मासु पोल्दै हुनुहुन्छ त्यो मासु देखाइदिनु मलाई नदेऊ ल यहाँनिर प्याज पुर्याएर राखेर यता मासुको जस्तो पनि नन मेडिकल भएको छैन लास्ट डे घिउमा हालिसक्यो त अब त्यो राख्नु यस्तो मजा यस्तो हेर्दा खमखम लाग्नु भएछ बल्ल बिरयानी बन्यो होइन घिउ छ र होला नाल्ने मुख मिठो गरेको ल घिउराको छेउमै घिउराको त मान्छे नदेखाउने नजिक देखाउन कहाँ पर गएको कति हालौँ बिचमा बिचमा मिठो नहुन भनेर मिठाई नबिरिनु खायो बाबा फेरि अहिले फेरि छेरन्छ के बोलेको त्यसरी आयो हाम्रो बिरयानी खै हेर्दा कि त मिठै त्यो त महँगो होला यो त 200 होला गर्मी भएर सबैजना बाहिर बसिरहेको छ देखेको त छैन रहेछ फेस हजुरको योमा कसरी हेरेको त्यसको पेट देख्यो 300 रुपैयाँ वाला प्लेट कस्तो थियो पैसा दिनु है प्लेटको लाला त यही हो बिरयानी खास कुरो कस्तो बने हा यस्तो दामी 300 रुपैयाँ वाला प्लेट रहेछ बाबा कस्तो छ कस्तो छ भनिदिनु त भन्नु के मैले त्यही भन्न लाग्थेँ दामी बढिया मम्मी कस्तो छ मिठो छ मिठो छ मम्मी त खानै छ यस्तै बनाऊ है ल मैले मम्मी हेलो गर्नु भनेको भएर गरेको हेलो मम्मी हो त अहिले लास्टमा खानुहुन्छ बाबाको मात्रै शरीर लगाइहाल्यो ल अब हामी गएको बाई बाई गयौँ है बस्नु अब हामी घरतिर हिँडेको साथीहरू खानपिन भएर गफ गर्न भ्याएर हामी चाहिँ फाइनल्ली घरमा आइपुग्यौँ साथीभाइहरू अनि खालि मलाई गर्ने बानी परे हो त्यतिखेर गर्छु नहुने हो अब हामी यतिकै राख्ने त्यो खुल्ला गर अनि त्यसपछि राख
अनि अब चाहिँ नि नुहाइधुवाइ गर्नुपर्ने हुन्छ लाइटतिर फर्काउँ बेला गोर आउँछ अनि अब नुहाइधुवाइ गर्नुपर्ने हुन्छ साथीहरू आजको मेरो भिडियो चाहिँ यति नै के कस्तो लाग्छ कमेन्ट गर्नु होला अनि मेरो भिडियो लाइक पनि गर्नु होला लाइक गर्नु बिर्सिनु हुँदो रहेछ लाइक गरिदिनु होला कृपया सबैजनाले जतिजनाले हेर्नुहुन्छ नबिर्सिकन भन्दै सबैजनालाई बाई बाई गुड नाइट 10 बजिसक्यो नि अहिले तर कहिले पोस्ट गर्छु थाहा छैन यता हेर न हेलो यस यता हेर केरोला पनि राख कितना गर्मी मर जाएंगे हम गर्मी से एउटा चिसो पानी झिक यही छ चिसो